अनिजी भएर थियो वर्षदेखि निरन्तर उकालो लागेको अवस्थामा आगामी दिनमा अझै सुधार हुँदै जाने विश्वास व्यक्त गर्दछु। हजुर माफ गरेर होला नर्भस भएको छु। गएको वर्षमा प्राधिकरणको वित्तीय लगायत अन्य परिसूचकहरू ऐतिहासिक रूपमा उत्साहप्रद रहेका छन्। कुल विद्युत बिक्री, कुल आय, खुद मुनाफा, ऊर्जा निर्यातका साथै ग्राहक संख्यामा भएको वृद्धिले नयाँ उचाइ हासिल गरेको छ। यस्तो उचाइ अन्तिम नभएको मनन गर्दै आगामी वर्षहरूमा समेत विद्युत प्राधिकरणको उत्पादन, प्रसारण र वितरण प्रणालीको गुणस्तर वृद्धि गर्दै ग्राहक वर्गमा सस्तो, सर्वसुलभ र भरपर्दो विद्युत आपूर्ति गर्न निरन्तर लागिरहने विश्वास दिलाउन चाहन्छु। अन्त्यमा नेपाल विद्युत प्राधिकरणको 37औं वार्षिकोत्सवमा हाम्रो साथमा खुशी साथ गरेर पाल्नुभएका सम्पूर्ण अतिथिगण, उपभोक्तावर्ग लगायत उपस्थित नेपाल विद्युत प्राधिकरण परिवारलाई पुनः स्वागत गर्दै 37औं वार्षिकोत्सव अविस्मरणीय बनाई दिनुहुन सक्दा र मेरो व्यक्तिगत तर्फबाट हार्दिक अनुरोध गर्दछु। धन्यवाद।